गाइस तपाईलाई नयाँ भिडियोमा स्वागत छ। सबैलाई नमस्कार। तपाईँ सञ्चय आर्यमा हुनुहुन्छ र म सञ्चय आर्यमा छु। आज साथीहरूसँग बिजोरी बल खेल्न जान लाग्छौँ हामी। केटाहरू अगाडि हिँडिरहेको म भयो काली भाइ भयो हरि भाइ यहाँ हिँडिरहेको छ। अहिले दुईजना साथी पछाडि आउँछ भनेछन् होइन अरू केटाहरू गइसकेका छन्। तर हार्छौँ कि जित्छौँ त्यो थाहा छैन। मेरो फर्स्ट गेम हो यो, पहिलोचोटि खेल्न जाँदा होइन। अब के हुन्छ तपाईँले हेर्नु होला भिडियो त्यहाँ गएन कहिले कम्पिटिसन जाने हिँडिरहेको तल्सीलाई खाएर यहाँ बाघ बसेको छ कि अहिले हिजो कुरो बुझेको थिएँ कि त्यही हो। अब त्यो भन्नु होला। आज साथीको मोबाइल बनाएको छु। अब घरकाले मोबाइल दिँदा नि त्यही हो। अहिले एकछिनपछि भेट्दैछु गाइस। गाइस अहिले हामी माथि आएको केटाले चिबिसकेमा खाली हिँडिरहेको छन् तर यस्तो बेला अहिले हुँदाखेरि के अरे सानोमा खानुहुन्न गाइस। तर यस्तो आफू त्यो त्यस्तै हो क्या घामले पाएको क्या त्यो बरु काँचो आफूमा खानु होला पाकेपछि खानु होला पछि ठुलो हुँदै ठुलो भइसक्यो के ठुलो मुला ठुलो बमरा खानु छैन गाइस। बमरा फेरि हाम्रो गाउँमा छ मामाहरू छ मेरो चाहिँ। हामी फेरि भोलाबाजीहरू चोर जान्छौँ हामी जान्दैनौँ। हामी चाहिँ अब तर हामी चाहिँ अब आजको सिजन हामी कहाँ भाग्छौँ कहाँ यस्तै भयो नि सोध्नु भल्सीहरूलाई युट्युबमै आउँछ भोला हामी उडाउँछ त गाइस। कहिले उडाउँछ धुलो खुवाउँछ मान्छे उडाउँछ अहिले त यही थाहा छैन। भाग्या भन् न त्यो के कटर चोर्दाखेरि भाग्या भन्नु म चाहिँ थिएन है। म चाहिँ थिएन यिनी बाइ पनि थिएन। यो बिरासी सर थियो है। म नाम लिनु है फेरि अब खेल्ने ग्राउन्डतिर पुनः लागेको छ। अलिकति तल छ नि हामी भरिसक्यो चाहिँ अब केटा तिमीहरू जित्छौँ कि हार्छौँ भने ढुक्कै फिक्स छ होला। ढुक्कै जित्छौँ नि पहिला खेल्ने तर एउटा तिम्रो हामी अर्को तिमीले हानेर छ हामीलाई थाहा छ। तर राम्ररी खेल्नु हुन्छ कि गेम हारे पनि होइन आफूले हार मान्ने जिन्दगीमा हार मान्दैन कहाँ खेल्न कहाँ हार मान्ने हुन्छ। खेलकुद भने सामान्य त हार जित हुन्छ नि त खेल्नु हो कि न। बस यो चाहियो हाम्रो लागि यति भयो नि पुगिन्छ हो कि न। तर मलाई म हो भाजुमा मान्छे हो मुदी त धुनु भएको छैन भाइ बुझा। यो चाहिँ मैले घर गिफ्ट गर्ने देखा त्यो भन्दैन हामी सिधै अनिल यसको अनिल सुनारको भलोको हेर्नुहोस् न त्यहाँ जस्तै हामी त प्यारो भाइ हामी चाहिँ प्यारो भाइ एकचोटिमा बोल्छ त्यही हो। हामी त्यहाँ बोल्नुहुन्छ र मैले थाहा होला र त्यहाँ बोल्नुहुन्छ थाहा छैन। त्यहाँनिर अलि मेरो आयो भन्नुहुन्छ त्यहाँ छ यतिले मोबाइल खसेन अहिले त कराउँछ डिस्प्ले पैसा लगाएछ। हामी अब विदेश पार्क पनि पुगिसक्यौँ। फन पार्क भन्छु के अरे हाम्रो बिजौरी हाउस पार्क त्यही कहाँ हामी छिरामी केटा पर्सिया दिने छिट्या कहाँ के केटा आयौँ क्या हामी केटाहरू सब चाहिन छ हामी त अगाडि पैसा कहिले दिनुपर्छ हामीको ओ हिमालय जुम त भएको छ नि यस क्यामेराको ठिकै छ छैन ठिकै छ नि नदेखायो नि काले भाइ ठगिलिन्छ नि पहिला बेला जति खै पछाडि देखिन नि त ल केटा छ नि त नयाँ जानिन्छ केटा बिजोरी स्कुल पार्क गाइड छ क्या हामी खेल्दा आउनु होला नआउनु है घरै बस्नु होला। अहिले स्कुल ल्याएको छ के भन्नु तपाईँको हामी आइसक्यौँ गाइस।
आइसक्यो गाइस हामी गराउन्नहरू केटाहरू काट्छन् भन गराउन पुगिहाल्नु यहाँ अरे नत्र म त सँगै ल्याएको हुन्छ गराउन आइक्यौँ गाइस हामी गइरहेको छ अहिले हामी हिँड्छौँ गाइस अब खेलकुद खेल्छ मलाई छोटो गाइस हाम्रो अब खेल सुरु लागेको छ यिनीहरू टिमहरू हाम्रो हार्ने कि जित्ने अब केही थाहा छैन ओ हिमालय आइज अब एकछिनपछि अब खेलै भिडियो बनाएको चाहिँ ल फाइनली गाइस हामी म्याच चाहिँ हार्यौँ होइन 1 गोल खाइयो अब एकछिन लोडिया पनि हो अनि खेल्न चाहिँ खेलियो अनि पहिला खेल्थेँ गाइस होइन अनि अब पहिलोचोटि अब उता अरू ठाउँ खेल्न गएको कि नि अनि खेल्न गएपछि अलिक बानी बसेन त्यही हो अलिअलि सुट हान्यो भिडियो बनाएन रहेछ नबनाएर रहेछ साथीहरूले अनि फोटो चाहिँ खिच्यौँ हामी त्यो के अरे टिमको अनि अहिले चाहिँ म घर आइसकेको छु अनि घर आएपछि अहिले नुहाउँछु नुहाएपछि अहिले तपाईँहरूलाई देखाउँछु तर किपर मलाई साथीले प्रयास चाहिँ गरेको थिएँ रोक्नलाई ल गाइस अहिले पछि भेट्छु म चाहिँ नुहाएर आइसकेँ होइन फ्रेस हुनु पऱ्यो किन लोदे यहाँ हात खुट्टा देखिरहेको छ होइन तर गेम चाहिँ हाल्यो अब अहिले भिडियोमा साथीदेखिको मोबाइलमा बनाएको थियो अहिले साथीले घर पुगेछ हालिन्छन् अनि यसरी गर्छु अहिले एकछिनपछि होइन लाग्छ गाइस अघि पानी परिरहेको थियो खेल्दाखेरि अनि घर आएपछि कति घर आउनु कतिको लाग्छ घर भने त्यही घर आइरहेको छ फेरि अहिलेको लागि भिडियो यति नै हुन्छ हस् त जय नेपाल।